कोदालो खुन्ने जुन बारी खुन्नेलाई मेलो भन्छ हाम्रोमा। यहाँदेखि त्यति खुनिसकेपछि ज्वरो फुटिजान्छ, ठ्याक्कै औलोको तरिका ज्वरो फुट्ने। अनि ज्वरो फुटिसकेपछि खर्ती पसिना आउने, अनि पसिना गएन भने मान्छे 104 डिग्री ज्वरो पुग्ने, मलाई जस्तो हुने। जब पसिना गइसकेपछि चाहिँ फेरि एकैछिनमा ढाकेको जस्तो निको भएर हिँड्नुपर्ने काम। त्यसो हुँदै गर्दाखेरि पहिला त श्रीमतीले पनि अब बिरामी भयो भनेर भाले काटेर के गरेर फारो चाकर गर्नुभयो। यो सधैँ बिरामी भइसकेपछि त यो त कामै भने पछि त मुस्किल परिगयो नि। सधैँ स्याहारेर त साथै गाउने रहेछ, के गर्ने भनिरहेको थिएँ। पछि कसो गर्दा मैले उहाँ सर भेटाएँ। त्यस पछाडि मैले यही चिजहरू खाएँ होइन, यही चिजहरू खाएँ। अनि यसको चाहिँ पहिला चाहिँ झोलामा आउँथ्यो, अनि यो स्टालिन पनि खाएँ, यो खाले पनि खाएँ। त्यो खाइसकेपछि मलाई धेरै ठिक भयो। आउनु चाहिँ म नरदेवीमा 7 लाख जति खर्च भयो मेरो, त्यत्रो उपचार गरेँ। माथिको यो चाकलको उसमा चाहिँ मेडिकेयरमा मेरो लगभग 3 लाख जति खर्च भयो। केही उपाय नलागेर फेरि यो भीमसेन गोलामा रहेछ एउटा प्राकृतिक शिक्षा भन्ने, त्यहाँ बसेँ 1 महिना, उपाय लागेन। अनि पछि यो चिज खाइसकेपछि चाहिँ म ठिक भयो। अनि मैले लागेको चाहिँ म चाहिँ पहिल्यै मरिसक्थेँ, र अहिले चाहिँ मैले अन्दाज गरेको चाहिँ म मरेर पनि रोपेको उतिस हो भनेदेखि चाहिँ अहिले चाहिँ आरा काट्ने निकै ठुलो रूप भइसक्थ्यो भन्ने लागेको थियो मलाई। अनि मेरो गाउँको एउटा पारिपट्टिको दाइले त म त्यस्तो बिरामी सधैँ भइरहने हुँदाखेरि त पोहोर त के भन्नुभयो भने उसले त अनि यो कान्छा त मर्छ भने त यो त भोगी पो रहेछ भोगी पो रहेछ भन्ने भयो। म यसरी अहिलेसम्म ठिक भयो। म ठ्याक्कै अहिले 64 भयो। अहिले चाहिँ अनुहार पनि खुस्किन लाग्यो, पैसा सकेर खान पाएको छैन। मेरो चाहिँ ज्वरो आउने, एकदम कमजोर ज्वरो आउने। अनि त्यस्तो थियो। म एउटा बाँचे। त्यस पछाडि श्रीमती बिरामी भयो। यो